सो हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म बिहानै निन्द्राको तालमा उठेर कामतिर जाँदैछु। अब बर्थडे भनेर के गर्नु, विदेशमा यस्तै छ। म चाहिँ ट्रेन छुट्टिन्छ कि भनेर हतार दौडेँ, तर ट्रेन चाहिँ मैले पाएँ। काम जाँदै गरेको भिडियो मात्र गरेँ मैले, काम पुगेर। यो चाहिँ फर्केको क्लिप हो, काममा छिरेको भिडियो चाहिँ गरेन, भुलेर। अब यत्रो लिफ्टहरू चढी 2-3टा ट्रेन चेन्ज गरी हिँड्नुपर्छ। यो चाहिँ एकदमै गाह्रो हो मेरो लागि। फर्किँदा यत्रो अब लिफ्ट के भन्छ इलेभेटर चढेर आउनुपर्ने, ट्रेन चेन्ज गर्नुपर्ने, एकदम गाह्रो छ। अब बर्थडे त बर्थडे हो, तर काम त गर्नु नै पर्यो साथीहरू। काम छुट्टी भएर फर्केँ। ट्रेन चाहिँ लगभग यहाँ मैले चेन्ज गर्ने ठाउँमा चाहिँ 5 मिनट जस्तो कुर्नु पऱ्यो, त्यसपछि ट्रेन पनि आइहाल्यो। अनि म चाहिँ खुसी हुँदै फर्केँ, काम सक्यो भनेर खुसी हुँदै फर्केको। तर बाहिर चाहिँ लास्टै जाडो छ आजकल। छिर्ने बित्तिकै सुरुमा मैले मेल बक्स चेक गरेँ, किनकि यहाँ चाहिँ अब थरीको बिलहरू आइरहेको छ नि त, हेरिराख्नुपर्छ आफ्नो बिलहरू। कहिले पानीको, बत्तीको, जेको नि बिल आउन सक्छ। अनि जब मैले ढोका खोलेँ म त सक्ड भएँ। अनि यसो हेरेको त